हामी गणेशपुर पार्कमा आएको छ। तुलसीपुर 7 मा रहेको शान्तिदीप गणेशपुर पार्कमा। सो मैले बाहिरबाट स्टार्ट गरेन कि भिडियो, म भित्र छु। सो अहिले भिडियो स्टार्ट गरिरहेको छु। अब यहाँ के छ देखाउने प्रयास गर्नेछु। यता हाम्रो साथीहरू चितुवा हेर्दैछ। ऊ त्यहाँ छ है, कति टाढा छ। अनि त्यसपछि यता के छ, यो मयूर पनि कति नदेखि ठाउँमा लुकिरहेछ। मयूर देख्यो अब यसरी पो देखे पो हुन्छ है। यसले सानो रहेछ है, सानो छ। हेरेर छ हाम्रो ठुलोले त कस्तो मजाको बनाउँछ पखेटा फिजारेर, तर पनि यसले गरेछ है, सानो हो यो। प्राय पनि छ जनावरहरूलाई जिस्काउने तथा चलाउने काम नगर्नु होला भनेर भनिएको छ। खरायो हाम्रो यहाँ खराई जुत्ला जस्तो गरिरहेछ। उता सानो सानो बच्चा पनि छ, त्यसैमा यता खरायो दौडिरहेछ। अनि अब यो अर्को स्टेसनमा के छ यहाँ हेरौँ। यहाँ अस्ट्रिच, ठुलो ठुलो अस्ट्रिच छ। यसको अन्डाहरू कत्रो हुन्छ है अस्ट्रिच। हातै तान्दिनँ फेरि। आम्मामा कति नजिक आएको। दुईवटा नमात्रै हुन्छ। ओइ खानेकुरा माग्छ। हेर्नु कत्रो छ है। आम्मामा अस्ट्रिच। यसको त खुट्टा त खुर हुने रहेछ है। भाले पोथी त होला है अस्ट्रिच। दाना खान्छ होला। अब अर्को स्टेसनमा हेरौँ। हाम्रो अस्ट्रिच सक्यो। यहाँ पानी रहेछ अस्ट्रिचको लागि। यहाँ दाना यहाँ राखेको रहेछ दानाहरू। हिरण भन्छ यसलाई। त्यहाँ होला रतुवा रहेछ र जरायो भने होइन रतुवा जनावरलाई जिस्काउनु। पानी यहाँ दाना राखेको रहेछ। रतुवाहरू बस्ने। रतुवाको लागि त धेरै ठुलो चित्तल यहाँ सबै रहेछ। रतुवा चित्तल अनि मिक्स रहेछ। चित्तल रातो त हो क्या यो। त्यो भाले टर्की। त्यो भाले राते, यो पोथी राते। हेर्दैछ के खानेस् टोक्दैला। जिस्काउन मनाइ छ नै छ, जिस्काउँदैन। यहाँ बोटिङ पनि भइरहेछ। बोटिङ भइरहेछ। गहिरो त खासै छैन होला। उहाँ पहाड पहाड जानलाई त बाटो घुमेर जानुपर्ने रहेछ कि हो है। पाइन्छ किन नपाइनु। अनि यता गाडी आउनुलाई बाटो बनाएर भित्र आँपहरू छ। धेरै थुप्रै खानेकुराहरू पनि छ अलि पाकेको टाइममा सिजनमा। यहाँ पानी सुकेछ। पहाड जाने पानी। काठको होइन। ए ऊ हो क्या सिमेन्ट पनि हो।
पानी सुकेको छ पहाड जानलाई। के अरे यो महादेव भएको ठाउँ के अरे कैलाश कैलाश पर्वत पनि आइयो हेर केटा हामी अहिले कैलाश पर्वतमा छौँ। यताबाट हेरौँ त्यसपछि यता तल हेरौँ के छ। कैलाश पर्वत हामी अहिले कैलाश पर्वतमा छौँ। हाम्रो कैलाश पर्वतमा के छ भनेपछि हामी कहाँसम्म जान सक्छौँ भनेपछि यहाँसम्म जान सक्दो रहेछ। अनि यहाँबाट कैलाश पर्वत मजाले देख्न सकिन्छ आनन्दले। ल पिङ पनि रहेको छ। यो सानो पिङलाई कति रुपियाँ भनेर? सानो पिङलाई 50, ठुलो पिङलाई 100। ठुलो पिङ चाहिँ खेल्न मजा आउँछ यहाँ, किनकि यो ठुलो पिङ माथिसम्म तान्छ अनि त्यसपछि 81 छोड्ने खालको पिङ हो यो। यो चाहिँ सानो चाहिँ हातले धकेल्ने हो र यो चाहिँ खासै मजा आउँदैन। यसमा चाहिँ खेल्नुपर्छ। बिग्रेको रहेछ खेल्ने भएन, अर्को ताली चाहिँ खेल्नुपर्छ। यहाँको यो सौन्दर्यको लागि यहाँ पोखरी छ, त्यतै खाजाघर छ तल, उता त्यतातिर जनावरहरू छ, त्यसपछि रुख बिरुवाहरू त भइ नै हाल्यो। अनि यहाँ पृथ्वीनारायण शाहको मूर्ति पनि रहेछ। शाहको मूर्ति पनि देख्न सकिन्छ। अनि त्यसैमा उता त्यहाँ जेब्रा पनि रहेको छ। यहाँ यता कुकुर पनि रहेको छ गाइस। यहाँ चाहिँ अलिकति सौन्दर्य देखिँदो रहेछ है, कति राम्रो चिटिक्क परेको छ। डस्टबिन चाहिँ अलि यो फुटेको पर्यो है, अलि चेन्ज गर्नु पर्यो है। यो हामीले बकैदा 50 रुपियाँको टिकट लिएर छिर्छौँ। यो डस्टबिन चाहिँ चेन्ज गर्नुपर्छ ल। अनि त्यसैमा यहाँ ग्रिन क्लिन यहाँनिर रहेको छ जेब्रा। यो जेब्रा हो यस। यहाँ चाहिँ यो खै केसको मूर्ति हो, यो अहिले ओपन गरिएको छैन, सो देखाउन मिलेन, त्यसको लागि सरी। सो दा हाम्रो यो अलि यता शौचालय साइड हो, यहाँ शौचालय छ। भनेपछि त्यो जिराफ होइन, त्यहाँ जिराफ छ। त्यहाँ ड्रेस चेन्ज गर्ने चेन्जिङ रुम रहेछ। स्नेक प्लान्ट, यो त स्नेक प्लान्ट भयो। यसको नाम चाहिँ के हो? यो जमानादेखि छ कि काठको होइन, यो सिमेन्टकै हो, सिमेन्टकै बनाएको छ कि काठको जस्तै देखिन्छ। स्नेक प्लान्ट पनि रोपेको रहेछ अहिले त है। त्यहाँ जराएछ। अनि यो घोडा जमानादेखि हो यार, यो घोडामा हामी चढ्थ्यो। त्यहाँ चाहिँ के छ है, त्यो पनि देखाउनेछु म। अनि त्यस्तै यहाँ जिराफ छ। यहाँ यो पहाडमा माथिबाट पानी आइरहेको छ। नेपालको झन्डा पनि छ यहाँ। यो जिउँदो कि मरेको हो? क्लिन छ है यहाँ, यतिकै क्लिन चाहियो के हाम्रो पार्क व्यवसाय सङ्घहरू समितिहरू। यो हाम्रो पार्क एकदम ग्रिन क्लिन चाहियो। हामीले यहाँ प्रति व्यक्ति 50 तिरे बापत हामीले देख्न पनि पाउनु पऱ्यो होइन। त्यस्तै यहाँ चाहिँ ठिक छ सर। उता पानी चाहिँ एकदम खराब रहेछ, सो जानकारी गराएँ मैले भिडियो मार्फत। त्यसपछि उता
यता जनावरहरू छ तलतिर पनि छ यता हात्ती ए तल हात्ती पनि छ भनेको चाहिँ यता रहेछ हात्ती यहाँ रहेछ हात्ती गैडा सो विभिन्न किसिमका जनावरहरूका आकृति राखिएको रहेछ यहाँ उता पनि छ जति सक्दो म देखाउने प्रयास गर्नेछु बाँदर दुम्सी यहाँ दुम्सी छ दुम्सी यसको नाम पनि छ दुम्सी त ठरै पार्छ मान्छेलाई हान्यो भने अनि त्यसपछि त्यसै गरी यता यो के हो बटा बाज उल्लु रहेछ यो त उल्लु यो चाहिँ उल्लु यो चाहिँ किन यो छुट्टै देखिन्छ त्यो के हो छुट्टै देखिन्छ यो चाहिँ उल्लु हो यताको यहाँ सानो मुसा हो कि खरायो हो यहाँ रियल हात्ती नभए पनि मूर्ति चाहिँ छ है हात्तीको सो उता यता गैडा छ हाम्रो अरू के छ सबै सके जति म मेरो क्यामेरामा कैद गर्ने प्रयास गरिरहेको छु हामीले यहाँको दृश्य भए जति कैद गरेर हामी अब फाइनली निस्किँदैछौँ यहाँ गौतम बुद्धको मूर्ति पनि छ किनकि मैले तलबाट भिडियो सुरु गरेँ लास्टमा यो आउटडोर निस्किने बेला छुट्टै माहौल देखिने भयो सो उता खेल्नको लागि उता पनि छ गौतम बुद्धको मन्दिर मूर्ति सो गाइस खेल्नको लागि उता बच्चाहरूको छ